भनिदेऊ तिमीलाई के गरेको थियो तिम्रो बुवाले मम्मीले छोडेर गएपछि कति दिनबाट के गर्न थाल्यो सबै भन्दै दाइ मलाई हेरेर हैन यहाँ हेरेर भन ल मम्मी भर्खर विदेश जानु भएको थियो भर्खर 1-2 महिना भएको थियो म 14 वर्षको थिएँ अनि त्यसपछि म आफ्नै रुममा बसिरहेको थिएँ बाबा त्यतिखेर बाहिर बस्नुहुन्थ्यो पहिल्यैदेखि नै अनि एक्कासी मेरो बेडमा आउनुभयो मलाई भिडियो देखाउनु भयो सुरुमा अनि मैले किन भिडियो देखाउनु भएको भन्दाखेरि हेर न भन्नुभएको थियो म हेर्दिनँ नि त भने मैले अनि हेर्दिनँ भन्दाखेरि पनि जबरजस्ती देखाउनु भएको थियो त्यो दिन अनि त्यसमा त्यो भिडियो हेरिसकेर 2-3 टाइप भिडियो हेरिसकेपछि मलाई कस्तो गर्न मन लाग्यो भन्नुभएको थियो अनि मैले के गर्न मन लाग्यो मेरो छेउमा नबस्नै पर जानु भन्थेँ मैले अनि त्यसपछि मलाई तानेर लग्नुभयो क्या एक्कासी मेरो बोली पनि नसुनिकन तानेर लग्नुभयो त्यो दिन म रुएँ कराएँ अनि मैले फोनहरू सामानहरू फ्यालिन थालेपछि बाबा अलिक डराउनु भयो नि त अनि बाबा डराउनु भयो त्यसपछि अनि मलाई छोडिदिनु भयो पछि त्यतिखेर चाहिँ मलाई छोडिदिनु भयो अनि म आफ्नो रुम गएँ अनि बाबा पछि मलाई बनाउँदाखेरि मम्मीलाई पनि मम्मी विदेशबाट आएपछि नि मम्मीसँग नि यसरी नै प्र्याङ्क गर्नुपर्छ भन्नुभएको थियो मैले भने यस्तो पनि हुन्छ र प्र्याङ्क भने मैले हुन्छ तिमीले बुझ्दैनौ तिमी सानै छौ भन्नुभयो अनि त्यतिखेर त्यसपछि यो कुरा यत्तिकै छोडिदिनु भयो त्यतिखेर मसँग धेर पनि बोल्नु भएन अनि त्यतिखेर बाबाको साथीहरू आउनु भएको थियो अनि बाहिर जानुभयो त्यो दिन अनि त्यसै 2-3 दिन त्यस्तै 2-3 दिन पछि फेरि मेरो रुममा आउनुभयो त्यसरी नै भिडियो देखाउनु भयो म हेर्दिनँ भन्दाखेरि पनि जबरजस्ती हेर भने तान्दै उसको छेउमा राख्ने क्या मलाई अँगालो मार्ने अनि मेरो जिउहरूतिर छुन खोज्ने मैले चाहिँ पर ढकालिदिन्थेँ अनि फेरि तानेर जबरजस्ती तान्नुहुन्थ्यो यस्तो जिउहरूतिर अँगालो मारेर छुन खोज्ने गर्नुभएको थियो अनि त्यतिखेर उसको रुममा मलाई एक्कासी तानेर लग्नुभयो त्यतिखेर मेरो जिउहरू छुँदै अनि तानेर लग्नुभयो अनि त्यहाँ ढोकामा चाबी लगाउनु भयो भित्रबाट चाबी लगाउनु लक खालको थियो हाम्रो अनि चाबी लगाउनु भयो अनि त्यसो उहाँको एकैचोटि लुगाहरू खोल्न थाल्नु भयो मैले म भाग्न खोज्दाखेरि चाबी नै फ्यालिदिनु भयो क्या कहाँ फ्याल्नुभयो अनि चाबीहरू फ्यालिदिनु भयो त्यसपछि म भाग्नै पाइनँ अनि उहाँको सुरुमा आफ्नो लुगा खोल्नु भयो सबै लुगा खोलिदिनु भयो पछि अनि मेरो पनि सबै तलको लुगाहरू सबै खोलिदिनु भयो अनि त्यतिखेर जबरजस्ती गर्नुभयो अनि मैले गर्दाखेरि मैले मम्मीलाई भनिदिन्छु मलाई नगर्नु यस्तो भन्दाखेरि टाउकोहरू ठोकाउने गरिदिनु भएको थियो मेरो त्यतिखेर गर्दाखेरि टाउकोहरू ठोकाइदिनु भयो अनि त्यतिखेर जबरजस्ती गर्नुभएको थियो अनि मलाई धेरै नै गाह्रो भएको थियो अनि मैले मम्मीलाई भनिदिन्छु कल त गर्नुहोस् न एकपल्ट भन्दाखेरि तिमीलाई म मारिदिन्छु मम्मीलाई यो कुरा काहीँ कसैलाई भन्यो भने तिम्रो र मेरो बिचको कुरा हो भन्नुभएको थियो अनि त्यतिखेर म डराएँ त्यसपछि मैले मम्मीलाई भनिनँ अनि पछि फेरि अनि मसँग मम्मीलाई पनि बोल्न कम गर्नुभयो क्या मैले भन्छु भनेर अनि बोल्न कम भयो मम्मीसँग त्यसपछि आँट गर्नुपर्छ साहस गर्नुपर्छ तिम्रो साथमा म छुपी नगरेर त्यत्रो दिदीहरू आउनु भएको छ अनि भन त्यसपछि तिमी कहाँ गयो सबै भनिदेऊ उहाँहरूको त्यसपछि मलाई पहिला अलिअलि भयो नि मामाको घर जानु दिनुहुन्थ्यो त्यसपछि त मलाई काहीँ पनि दिनु भएन अनि आफू बाहिर जाँदाखेरि मलाई बाहिरबाट चाबी लगाइदिने गर्नुभएको थियो त्यसपछि मेरो स्कुल जान पनि धेरै नै कम भएको थियो त्यसरी म 7 क्लासमा पढ्थेँ बाल त्यस्तो गर्दाखेरि म त्यसपछि स्कुल जानु पनि धेरै नै कम भयो म बाहिर पनि निस्किन पाउँदिनँ थिएँ खानेकुराहरू के चाहियो भने नि उसले आफै ल्याइदिने घरमै म मम्मीसँग बोल्छु नि त एकपल्ट भने मम्मीलाई पनि बोल्न नदिने मलाई पनि बोल्न नदिने मेरो छोरी कहाँ गयो भन्नुहुन्थ्यो मम्मीले पनि अनि त्यसपछि खायो अनि यहीँ छ नानी भन्नुहुन्थ्यो खाना खायो भने खायो भन्ने मैले म कति बोल्न खोज्थेँ खानाहरू पनि धेरै ल्याइदिनु हुन्न थियो त्यसपछि कम ल्याइदिन थाल्नुभयो तिमीले कसलाई भन्यौ सबैभन्दा पहिला भनिदेऊ त सबैभन्दा पहिला म उता गाउँ गएँ इटरी अनि इटरीमा मैले माइजूलाई भनेको थिएँ सुन्नुभयो साथीहरू उसलाई अलिकति तल गएर सुन्नुभयो त इटरी घर यिनको म तपाईँलाई थोरै पनि भन्छु बौद्धमा बस्छन् नि बुवालाई लिएर छोडेर गएको आमाले बौद्धमा यो तपाईँहरूलाई मैले कसरी भन्ने के भन्ने यतिको बच्चाले यति बोल्न सक्ने आँट र साहस गर्यो यिनीलाई त हामीले प्राउड फिल गर्नुपर्छ